एभ्रिवान नमस्ते अनि लासो फ्याफुल्ची जो लाग्बाट सिढेले अनि झोरुले सेवारो सबै है त मेरो एकदम धेरै थरीको साथीहरू हुनुहुन्छ युट्युबमा ढोकदिया सबैजनालाई अनि वेलकम टु माई न्यू मिनी भ्लग। आज चाहिँ म एउटा भिडियो ल्याउन लागिरहेको छु। भिडियो पहिलोभन्दा एकदम फरक छ साथीहरू। अनि धेरै समयपछि अब गाउँघरमा अलिकति बिजी भएको कारणले चाहिँ भिडियो ल्याउन सकिरहेको थिएन, तर अलिअलि त्यस्तो बिजी धेरै त होइन, तर अलिअलि साथीहरूले चाहिँ भिडियो चाहिँ आउनु पर्यो भन्दै थियो। उहाँहरूको रिक्वेस्टमा चाहिँ मैले एउटा छोटो भिडियो ल्याउन लागिरहेको छु। भिडियो चाहिँ के सम्बन्धी भने हेर्नु न, साँच्ची भन्नै बिर्सेछ क्या। मौसम कस्तो क्लियर छ क्या। हिजो अस्तिसम्म एकदम पानी परिरहेको थियो, तर आज एकदम क्लियर छ मौसम पनि। मेरो मन जस्तै खुसी भइरहेको छ नि त म, किनकि म आज फ्री छु नि त। त्यही भएर मैले के भन्नु लाग्थेँ अरे, भिडियो चाहिँ अर्कै टाइपको छ है आज। के सम्बन्धी भने चाहिँ आज चाहिँ यस्तो मौसम क्लियर भएको टाइममा चाहिँ म पनि फ्री छु। घरमै बसेर चाहिँ मैले चाहिँ करेन नुडल्स खान लागिरहेको छु। सबैजनाले चाहिँ हेरेर साथ दिनु होला अन्तिमसम्म। योभन्दा बेसी त हेर याङजीले बोल्न आउँदैन साथीहरू। अब यस्तै हो, गाह्रो छ। अब चाहिँ एकैचोटि म चाहिँ करेन नुडल्स पाकिसकेपछि मेरो साथमा आइसकेपछि चाहिँ देखाउने छु। सबैजनाले भिडियोले चाहिँ अन्तिमसम्म हेरिदिनु होला भन्दै अब एकैचोटि खाने टाइममा भेट्छु ल ल्याइसकेको छु। म चाहिँ अब सुरु गर्छु। सबैजनाले हेरेर चाहिँ साथ दिनु होला। मैले राम्रोसँग बोल्न त आउँदैन, एकछिनै म यसलाई मोल्छु अनि हामी कुरा गर्नेछौँ। यो अन्डा चाहिँ गाउँकै हो, गाउँको लोकल हो है। सो साथमा चाहिँ मैले आइसक्रिम पनि लिएको छ ल, मनपर्छ नि त धेरै, त्यही भएर पनि फाइनली मेरो चाहिँ करेन नुडल्स रेडी भइसकेको छ। सबैजनाले हेरेर माया गरिदिनु होला भन्न चाहन्छु। र यो चाहिँ एक्सट्रिम है, तपाईँ मनपर्छ नि त धेरै। धेरै खाँदिनँ यार, फेरि मलाई असर गर्छ। खास त म यो दुवै खानु हुँदैन, तर कस्तो खान मन लाग्यो कि धेरै समयपछि, त्यही भएर खान लागिरहेको छु। सबैजनाले चाहिँ हेरेर साथ दिनु होला। धेरै खाए नभन्नु ल। ल खाएँ ल। पिरो ठिकै छ, खासै पिरो त खानु हुँदैन, तर पनि खाइदिए। यो अन्डा चाहिँ गाउँकै लोकल कुखुराको है त, हाम्रै घरको कुखुराको साथीहरू। यत्रो घाँस त हाल्न सकिँदैन होला हौ। मिठो छ है, मिठो छ। मलाई चाहिँ मनपर्छ फेरि। मेरो मम्मी चाहिँ बाजे श्वास हुन्छ अनि दमको रोग छ, अनि टाइममा कस्तो त्यो हुन्छ नि जुन खगर, त्यसले चाहिँ यस्तोमा त्यो सासै थुनेर आउँछ। त्यही भएर पनि म झसङ झस्किन्छ। अहिले भर्खर चाहिँ मम्मी कस्तो खोगेको जस्तो गर्नुभयो कि, अनि त्यसरी झस्किन्छ। डर लाग्छ नि त धेरै, त्यही भएर पनि हो। म नबोलिकन खान्छु ल, फेरि खाने बेलामा कति प्यार मलाई चाहिँ कति थोरै लगेको र अनि मलाई यति भएको हुन्छ भनेको। खान त म धेरै सक्छु, तर मैले धेरै खानु मिल्दैन। यो कहिलेकाहीँ खान्छु, 6-7 महिनाको एकचोटि। गाउँघरको लोकल कुखुराको अन्डा अलिक सानो हुन्छ, 3वटाको पनि कस्तो थोरै भएको क्या।
मिठो छ। सकिसकेको छ गाइजहरू, ल फिनिस है त। फाइनली मैले चाहिँ खाइसकिसकेको छ। सबैजनाले चाहिँ भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला भन्न चाहन्छु है त। धेरै बोल्न होइन, सबैजनालाई बाई बाई।